नमस्ते सबैलाई यो मेरो आजको नयाँ भ्लगमा अनि आज म बिहान उठेर रनिङ जान आँटेको अनि त्यही आज चाहिँ रनिङको भ्लगै बनाउन आँटेको हो। म चाहिँ मेरो साथीहरूसँग रनिङ जान्छु अब 1 घन्टा जति अनि त्यसमै भ्लग बनाउन आँटेँ। धेरै समय भएको थियो मैले भ्लग नबनाएको, अब बिजी हुन्छ मान्छे अनि त्यसै र गाइस अब मेरो साथीहरूसँग भेट्ने ठाउँमा पुगेपछि म तपाईहरुसँग फेरि आउँछु। हेलो गाइस, ल हामी साथीहरु यहाँ पोर्चुगलको गट्टुमा यसो रनिङ 5 बजे आपिनहरु बल्ल गहना गाइस बिरामी भाइहरूलाई हामीले बोकेर ल्याउनु पर्यो। जहिले नाटक भने यसको जगिङ गर्ने। यस गाइस यस गाइस बल्ल साथीहरु हाम्रो ग्रुपको चटकी चटकी भन्नुस् न, कहाँ चटके रेस्पेक्ट गर्ल्स जे होइन अब त उमेन भन्न चाहिँ टाइम छ। रेस्पेक्ट छ ओइ त्यस्तो नबोल्न भनेको कस्तो रहेछ मैले खाते थियो। अब चाहिँ हामी हाम्रो जगिङ सुरु गर्छौँ, टोली पनि भेला भयो अनि भइगयो होइन। हुनु चाहिँ गाइस होइन 5 बजे सुरु गर्ने भनेको 6:10 भइसक्यो। मान्छे घर फर्किन्छ त्यसलाई हामी सुरु गरेर बजाउँछौँ। त्यही भएर साथी बिस्तारै हुन्छ। त्यही सोचे पनि 5:30 बजेसम्म रिल पठाउनु बसिरहेको भाइहरू। ल भाइ उठेको 4:30 मा तैले मेसेज दिँदै नटेर गाइस जे होइन अब मनाउने त केटीको रनिङ थाल्छौँ होइन, मनाउने टाइम लाग्छ अनि रनिङ थाल्छौँ होइन। अनि अब त्यही हो गाइस। भाग भाग के उधर पहुंच गया। पानी पुरै देखिरह होला त्यसमा। ल साथी फाइनली हामी हाम्रो रेसिङ पोइन्टमा पुग्यौँ। यत्रो कुदेर उकालो पुरै फेरि ओह्रालो गएर यसरी घुमेर जानुपर्छ घर। जे भयो नि भ्यू चाहिँ नाइस छ यताको। म यतातिर बसिरहेको जहिले बिहान बिहान आउँथेँ अरे। यतातिर भनेको उतै पल्लो घर के कडा छ गाइस। आफूलाई असर नपर्ने गरी के चाहिँ घाँसहरू अनि खर्च हुन्छ। पैसा दियो काटिदिन्छु। 10 रुपैयाँमा हुन्छ। 10 रुपैयाँमा एउटा घाँस। हेलो गाइस, अनि हामी चाहिँ हाम्रो रेस्लिङ प्लेसबाट गएको अनि अब अहिले चाहिँ हिँड्दै एकछिनमा फेरि कुद्नु थाल्छौँ होइन। अब रेस्ट चाहिन्छ मान्छेलाई, मान्छे हो मसिन होइन गाइस होइन। यता हेर्नुहोस् यता हेर्नुहोस् अनि त्यही हो गाइस। ल गाइस हामी त्यहाँ के अरे रेस्ट गर्न बसेको थियौँ होइन। एउटा अङ्कल पुरै फोन समाएर बसिराख्नु भएको थियो क्या। पिरियडलाई कस्तो पुरानो खालको गीत बजाइराख्नु भएको थियो, कस्तो राम्रो गीत लाग्यो। पछि राम्ररी हेरौँ कलमा बोलिराख्नु भएको रहेछ कि आन्टीसँग। आन्टीको भोइस फेरि वाउ वाउ भोइस कस्तो थियो भन्न। बब्बाल थियो नि यार साथी, साँच्चीकै रियलकै गीत जस्तो लागिरहेको थियो क्या कसम भनेको होइन। नेपालीको त्यो ओल्ड टाइमको गीत हुन्छ नि त, 90s को गीत पुरै स्वर पनि ठ्याक्कै मिलेको लाइक हुन्छ नि। उहाँ त सिङ्गरै होला कि उहाँको टाइमको है। अनि यसो अङ्कललाई सोधेको अङ्कल तपाईँ कहाँबाट भनेर भन्दाखेरि उहाँ चाहिँ के पो गाउँबाट रहेछ क्या पुरै के पो त्यो भन्छ नि कहाँ पो भन्नुभएको थियो। मलाई याद भयो। दार्जिलिङबाट हुनुहुन्थ्यो अनि उहाँ चाहिँ यता चाहिँ कामको लागि आउनु भएको रहेछ। उहाँ यसो जगिङ आउनु भएको रहेछ होइन, कलमा बसिरहनु भएको थियो। हामी त्यहाँ रेस्ट गरिन्छ उहाँकै गीत सुनेर बस्यो होइन। गीत चाहिँ एकदम दामी क्या। त्यसलाई हुन्छ नि यस्तो मौसम पनि यस्तो राम्रो छ त्यति बेला ठ्याक्क गीत पनि सुट भइदिरहेको है। पुरै म मरे पनि मेरो माया मर्दैन त्यस्तै खालको गीत छ होइन।
आन्टीको स्वर झन् राम्रो थियो सुनमा सुगन्ध भन्छ नि त्यस्तै थियो क्या जे होस् हामी हिँड्नु पर्यो उहाँहरू कलमै बोल्दै हुनुहुन्छ अब अङ्कल चाहिँ आफ्नो घरबार छोडेर आएको परिवार छोडेर आएको कामको लागि होइन जे होस् उहाँहरूको जोडी राम्रो छ जोडी राम्रो छ स्पेसली आन्टीको भोइस त्यो अब चाहिँ हामी फेरि कुद्नु थाल्छौँ अब भन्नुपर्दा रहेछ कि ओह्रालोमा कुद्नु हुँदैन भने अब के गर्ने सो बिस्तारै बिस्तारै होइन बिस्तारै बिस्तारै ओह्रालो पछि कुद्नु थाल्ने अनि हामी आज खै चिया खाने कि नखाने थाहा भएन खाने नखाने यसले चिया बनाइहाल्छ नि उसले आफ्नो नहानी खाने खाने ल चिया खान्छौँ एकछिन अनि फेरि घरतिर लाग्ने हो गाइस ल है त ल साथी हो हामी चाहिँ रनिङ पनि भयो एकछिन चिया खाएको हामीले अनि अब चाहिँ घर हिँड्यो अब तलसम्म पुऱ्याइन्छौँ अनि आफ्नो घरतिर लाग्छौँ गाइस इन्डियाबाट यस्तो यस्तो साथी बनाएको छ नि ठाउँको ठाउँ अनि हल्का ओमेगलतिर पनि हामी यस्तो गएको थियो रमाइलो हो जे होस् होइन राम्रो ओमेगलको भिडियो चाहियो भने भनौँ है गाइस हो ओमेगलको भिडियो चाहिँ पऱ्यो तपाईँहरूले सानो भन्नुपर्छ क्या बहुत इन्ट्रेस्टिङ राम्रो राम्रो मान्छेहरू भेटिन्छ रमाइलो छन् होइन अहिले त यसकोबाट भिडियो बनाएर होइन 3 जनाले युट्युब च्यानल मिल्छ त होइन मिल्छ नि त्यस्तै गरौँ न त होइन प्रमोसन लगाइज अब उसलाई हामी यहाँ यहीसम्म छोडिदिने अब ऊ आफै जान्छ होइन त गयो त है त जाए त यस्तो बनायो आफूले यस्तो बनाउँछ अब म त छोडिदियो भाइ छोडिदियो एकछिनमा माथिबाट आन्नु हस् ल यिनीहरूले काम नभएको साथी हो यिनीहरूले काम नभएको ल जाए त साथी हो ल ल यतिसम्म थियो गाइस अब हामी पनि घरतिर लाग्छौँ त्यसै आजको लागि यति नै गाइस रमाइलो भयो साथीहरूसँग यस्तो रनिङ जानु पनि हामी अब स्याटरडे सन्डे जहिले गइरहेको छौँ जहिले जहिले भ्लग चाहिँ नबन्ना यसको बारेमा तर हामी गइ चाहिँ राखेको हुन्छौँ अनि त्यस्तै हो नयाँ नयाँ ठाउँ गयो भने चाहिँ भ्लग बनाउँला होइन नयाँ नयाँ ठाउँ गयो भने एउटै ठाउँको त कति हाल्नु होइन हल्ला नि अल्छी लाग्छ होइन अनि त्यही अघि भने जस्तै तपाईँलाई पनि त्यो ओमेगलको लागि ओमेगलको एउटा भिडियो चाहियो भने अब कमेन्ट्स हानिदिनु न होइन गाइस ल पिस आउट